आज मसँग म पढ्ने युनिभर्सिटीमा जमाइ त। सो हेलो एभ्रीवन, वेलकम टु माई द न्यू मिनी ब्लग भिडियो। आज चाहिँ अलिकति ढिलो भएको कारणले चाहिँ अलि छिटो रेडी हुनु पर्यो हैन। म हतार खाजा खाएर कपडा चेन्ज गरेर अनि ब्याग स्याग बोकेर मोबाइलको चार्जर हालेर पर्फ्युम थोरै लगाएर म चाहिँ फाइनली रेडी भए। यो चाहिँ मेरो सेकेन्ड सेमिस्टरको सेकेन्ड क्लास हो। हप्तामा चाहिँ मेरो एक दिन मात्र क्लास हुन्छ, जुन चाहिँ मेरो बुधबार परेको छ। तर क्लास भने चाहिँ बिहानको 10 बजेदेखि बेलुकाको 6 बजेसम्म हुन्छ के। 7 घण्टा मात्र त युनिभर्सिटीमै बित्छ, प्लस 4 घण्टा चाहिँ युनिभर्सिटी जाँदा र आउँदामै लाग्छ है। पहिलाको सेमिस्टरको कम्पेरिजनमा चाहिँ अहिलेको सेमिस्टरमा चाहिँ 4 घण्टाको क्लास थपेको छ हैन, जुन चाहिँ कोरियन ल्याङ्ग्वेजको पढाइ हुन्छ र पढ्नमा चाहिँ एकदम मजा आउँछ है। फाइनली म चाहिँ युनिभर्सिटीमा आइपुगे। म पढ्ने युनिभर्सिटी चाहिँ सजङ युनिभर्सिटी हो र कोरियामा चाहिँ सजङ र सेजोङ युनिभर्सिटी भन्ने छ। नाम चाहिँ उस्तै सुनिन्छ, तर दुईटै डिफ्रेन्ट युनिभर्सिटी हो। सेजोङ युनिभर्सिटी चाहिँ कोरियाको सौल भित्रै पर्छ भने म पढ्ने युनिभर्सिटी चाहिँ सौल बाहिर पर्छ। दुईटै युनिभर्सिटी चाहिँ फीदेखि क्लासदेखि लिएर टोटली नै डिफ्रेन्ट छ। तपाईहरुले सोचिरह होला खोइ कोही पनि स्टुडेन्टहरु ब्लगमा देखेन भनेर। बाहिरतिर यस्तो डुल्न मन लागेको कारणले चाहिँ मैले चाहिँ क्लास बङ्क हानेको थिएँ। देख्न सक्नुहुन्छ यो चाहिँ कारको इन्जिनहरु हो र मेरो मेजर सब्जेक्ट पनि कार इन्जिनियरिङ हो है। अनि यो चाहिँ रह्यो मेरो क्लास। ब्रेक टाइममा के गरे भनेर चाहिँ खिच्नै बिर्सेछ। नेक्स्ट टाइम बनायो भने चाहिँ राम्रोसँग खिचेर हाल्नेवाला छु। अनि हामी चाहिँ बस चढेर सबवे स्टेसनतिर लागे। सबवेमा चढेर साथीहरुसँग पुरै गफ गर्दै आरामले गयो। अनि हामी यो साथी चाहिँ 12 घण्टा काम गरेर र क्लास पढेर चाहिँ पुरै नै थल्ला भएको थियो। अनि यो क्याब लाउने साथीलाई चाहिँ धेरै पछि भेटेको थियो अनि हामी मजाले गफ गर्दै गए। फाइनली म बस्ने ठाउँमा आइपुगे। कोरियामा चाहिँ ठाउँको नामहरु पनि धेरै नै युनिक टाइपको हुन्छ हैन। जस्तै कि म बस्ने ठाउँको नाम चाहिँ खन्दे भनिन्छ, खन्दे। सो अर्को नेक्स्ट भ्लगमा चाहिँ म बस्ने ठाउँमा के कस्तो छ भनेर देखाउनेवाला छु। सो आजको लागि चाहिँ यति नै। मन पर्यो भने डु नट फर्गेट टु लाइक। निन्द्रा लागिसक्यो यार।